हेलो नमस्ते स्वागत छ फेरि मेरो न्यू ब्लगमा होइन। आज म देखाउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ आलु हाम्रो घरको जस्तै आलु लागेको छ होइन। नजिकबाट देखाउँछु है। यसको पात हेर्नु, आलु लगाएको यो घरको बाहिरै कत्रो कत्रो भएछ हेर्नु त। त्यही खानाको लागि किनेर ल्याएको आलु आज रुमको बाहिरी अब त्यसको माथि आउँछ नि हल्का हल्का दाबो, त्यो आउने बित्तिकै यहाँनिर हालेको भित्र। यहाँ हेर्न सक्नुहुन्छ, यहाँभित्र यत्रो भइरहेको छ यार। 1 2 3 4वटा आलु। अब यहाँबाट कति फलाउँछ कति आउँछ होइन त्यो त थाहा छैन, तर जति आए पनि हेरौँ होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर लगाएको छ मेथी, पुरै मेथी लगाएको छ। यहाँ मेथी लगाएको यो आफूले त होइन होइन, मैले यहाँ काम गर्छु। म आफ्नो सेटको उसमा म यहाँ घरमा काम गर्छु, खाना बनाउने। अनि मेरो मालिकको छोरा छ क्या एउटा, त्यसले अब त्यत्तिकै हालिदिएको। अब हामी त अब खेती गर्ने मान्छे, हामी त खेती गर्दै आएको बचपनदेखि। हाम्रा आमा बुवाले, हामीले सबैले, हाम्रो आफन्तहरूले जतिले पनि हामीले अब खेती गरेरै खानु हो, खेती गरेरै खाँदै आएका होइन। अब तिनीहरू के हुन्छ, बाहिर रहन्छन्, सिटीतिर रहन्छन् होइन। खेती गरेको हुँदैन, खेती गर्ने भन्ने तिमीलाई थाहै हुँदैन के को चिज कतिखेर फलाउँछ, के आउँछ, कस्तो हुन्छ, केही थाहा हुँदैन। तिनीहरूलाई अब घरमै खाना पाकेको मिल्छ, खान्छन् बास। घरमा पनि नौकर राखेका हुन्छन्, कामवाला होइन। अब गरेको हुँदैन, त्यसैले अब कस्तो हुन्छ हेर्दै खेती कस्तो हुन्छ, मैले लगाएको आउँछ कि आउँदैन भनेर त्यस्तै इन्ट्रेस्ट लिएर होइन, त्यस्तै अब त्यस्तै लगाइदिए अब। अनि लागेको भए यहाँ बाहिर कति लागेको छ, राम्रोसँग लाग्यो। तर लगायो होइन, त्यसले राम्रोसँग लाग्यो लाग्दा पनि। अस्ति भन्न लागेको थियो, मसँग पुरा गर्दै थियो, अच्छा आयो भन्न लागेको थियो होइन। मैले भने एकदमै राम्रो आएछ भनिदिउँ है। ठिक छ होइन साथीहरू। अब पेजमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला, यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है। धन्यवाद साथीहरू।